नमस्ते साथीहरू, हजुरहरूलाई हाम्रो यस युट्युब च्यानल द इन्फो स्पेयरमा हार्दिक स्वागत छ। आज हामीले कसरी एआई को माध्यमबाट नेपाली इङ्ग्लिश गीतहरू बनाउन सकिन्छ त भन्ने कुरा सिक्न गइरहेका छौँ। त्यसको लागि सर्वप्रथम आफ्नो मोबाइलको ल्यापटपको गुगलमा जानुहोस्। गुगलमा गए पछाडि SUNO एआई भनेर हजुरहरूले सर्च गर्नुहोस्। हजुरहरूले यसलाई चाहिँ गुगलबाट पनि लगइन गर्न सक्नुहुनेछ र इन्स्टल गरेर पनि हजुरहरूले लगइन गर्न सक्नुहुनेछ। मैले पहिले नै लगइन गरेको भएर मेरोमा चाहिँ सिधै यस्तो होम स्क्रिन देखिएको छ। हजुरहरूले चाहिँ सुरुमा गर्दाखेरि यसलाई चाहिँ साइन अप गर्नुपर्ने हुन्छ। साइन अप गर्दाखेरि हजुरहरूको मोबाइल नम्बर र जिमेल आइडी दुईटैबाट गर्दा पनि मिल्छ। हजुरहरूले सबैभन्दा बेस्ट चाहिँ जिमेल आइडीबाट गर्दा सबैभन्दा राम्रो हुनेछ। हजुरहरूले साइन अप गरिसके पछाडि डेट अफ बर्थ हान्ने अप्सन आउँछ। त्यसलाई आफ्नो डेट अफ बर्थ हानिदिनुहोस् र डन गरिदिनुहोस्। डन गरे पछाडि यस्तो होम स्क्रिन हजुरहरूले देख्न सक्नुहुनेछ। त्यस पछाडि हजुरहरू यो क्रिएटको अप्सनमा क्लिक गर्नुहोस्। त्यहाँ लिरिक्सको ठाउँमा प्रम्प्ट भनेको छ। यदि हजुरहरूले आफै गीतहरू कम्पोज गर्नुहुन्छ भने हजुरहरूले आफै त्यहाँ टाइप गर्न पनि सक्नुभयो। मैले चाहिँ अहिले एआईलाई मेरी छोरीको बारेमा नेपाली लोकशैलीमा गीत बना भनेर एआईलाई भनेको थिएँ। उसले चाहिँ यस्तो गीत बनाएर यहाँ मलाई दिएको छ। मैले त्यसलाई चाहिँ कपी गर्दैछु। कपी गरेर मैले त्यो प्रम्प्ट भनेको ठाउँमा चाहिँ लगेर पेस्ट गर्दैछु। अनि स्टाइलमा हजुरहरूले अब कुन स्टाइलको गीत हजुरहरूले बनाउन चाहनु भएको छ त्यहाँ आफूले भर्न सक्नुहुनेछ। मैले चाहिँ यहाँ हजुरहरूले विभिन्न म्युजिकका साधनहरूको नाम पनि दिनुभयो भने उसले त्यही म्युजिकका साधनहरू प्रयोग गरेर ब्याकग्राउन्ड म्युजिक तयार पार्नेछ। मैले यहाँ मेकर नेपाली सङ्ग्स एड फिमेल भोइस एन्ड बेस्ट ब्याकग्राउन्ड म्युजिक भनेर यहाँ टाइप गरेको छु। अब उसले यिनै कुराहरू राखेर एउटा म्युजिक तयार पार्नेछ। हजुरहरूले पनि यसरी यो स्टाइलमा चाहिँ आफूलाई चाहिने कुराहरू यहाँ लेख्न सक्नुहुनेछ। त्यस पछाडि हजुरहरूले अब कुन शैलीमा यो म्युजिक क्रिएट गर्न चाहनु भएको छ त्यो यहाँ देखाएको छ। ऱ्यापमा हो कि कमेडीमा हो कि लोक शैलीमा हो, यहाँ सम्पूर्ण देखाएको छ। त्यो चुज गर्दा पनि भयो, होइन भने अहिले आफै बनाइदिनेछ। अब सङ टाइटल भनेको ठाउँमा चाहिँ मैले मेरी छोरी भनेर सङ टाइटलको नाम दिएको छु। यही नाममा त्यहाँ हजुरहरूको सेभ हुनेछ। हजुरहरूले पनि टाइटल दिनुहोस् र अनि यो क्रिएटको अप्सनमा क्लिक गरिदिनुहोस्। यति गरे पछाडि यहाँ यसले हामीहरूले दिएको प्रम्प्ट स्टाइलको आधारमा गीत तयार गर्दैछ। प्रोसेसिङ हुँदैछ साथीहरू। 2-3 मिनेट पछाडि यहाँ हामीहरूले दिएको प्रम्प्ट स्टाइलको आधारमा यसले गीत तयार गर्दैछ। केही समय लिएको छ। यो अपग्रेड फर फुल सङ्ग्स भनेको ठाउँमा क्लिक गर्नुभयो भने चाहिँ यसलाई पे गर्नुपर्ने हुन्छ। एकछिन हामीले वेट गऱ्यौँ भने तल 2वटा सङ्ग्स तयार गर्दैछ। त्यो फेरि फरक फरक साउन्डमा हुन्छ। हजुरहरूलाई जुन मनपर्छ त्यो डाउनलोड गर्न सक्नुहुनेछ। ल हेर्नुहोस् साथीहरू, केही समयको प्रतीक्षा पछाडि अब हामीले दिएको प्रम्प्ट स्टाइलको आधारमा एआईले हाम्रो गीत बनाउँदैछ। अब हजुरहरूले यसले कस्तो गीत बनायो त भनेर सुन्नुभयो नि साथीहरू। ल हेर्नुहोस् कति राम्रो गीत तयार बनाएको छ यसले। हजुरहरूले पनि अझ बेस्ट स्टाइल अनि बेस्ट प्रम्प्टहरू दिएर यो भन्दा अझै राम्रो गीतहरू यसबाट बनाउन सक्नुहुनेछ। अब यसलाई कसरी डाउनलोड गर्ने भन्दा त्यो 3टा डटमा जानुहोस् र डाउनलोडको अप्सनमा क्लिक गरे पछाडि डाउनलोड एनीवे भन्ने अप्सन आउँछ। त्यसमा क्लिक गरिदिनुहोस्। त्यसमा क्लिक गरे पछाडि हजुरहरूको फाइलमा गएर एआईले तयार पारेको गीत हजुरहरूले आफ्नो फाइलमा गएर हेर्न सक्नुहुनेछ। यहाँ मैले फाइललाई ओपन गरेको छु।
ओपन गरे पछाडि प्ले गर्यो भने त्यहाँ चाहिँ गीत हजुरहरूको आउनेछ र त्यो गीतलाई हजुरहरूले काइनमास्टर यस्ता भिडियो एडिटिङमा लगाएर आफ्नो फोटोहरू राखेर टिकटक इन्स्टाग्राम जता पनि पोस्ट गर्न सक्नुहुनेछ र भाइरल हुन पनि सक्नुहुनेछ। आजलाई यति नै साथीहरू। हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो कृपया कमेन्ट मार्फत आफ्नो सल्लाह सुझाव दिनुहुन विनम्र अनुरोध गर्दछु। साथै हाम्रो यस युट्युब च्यानल द इन्फो स्पियरलाई अझैसम्म पनि लाइक सब्सक्राइब गर्नुभएको छैन भने एकपटक पुनः लाइक सब्सक्राइब गरिदिनु हुन पनि विनम्र अनुरोध गर्दछु। हजुरहरूको दिन शुभ रहोस्।